हेलो गाइज, म मिलन इराकदेखि। आज हामीले फेरि छुट्टै टास्क पाएका छौँ। आजको हाम्रो काम भनेको इन्टरलक इँटा बनाउने काम हो। त्यसैको लागि भाइब्रेसन मसिन बिग्रिएको थियो र म त्यसलाई रिपेयर गर्दैछु। अरू साथीहरूले चाहिँ इन्टरलकको इँटाको फ्रेम चाहिँ सफा गर्दै हुनुहुन्छ। राम्रोसँग सफा गरेन भने फेरि त्यसमा फिनिसिङ आउन्न। हामी सबै यहाँ नेपाली छौँ अनि सबैले चाहिँ आफ्नो आफ्नो काम चाहिँ राम्रोसँग गरिराख्नुपर्छ। अनि मैले चाहिँ भाइब्रेसन मसिनको चाहिँ भाइब्रेटर मसिन पनि लक गरेँ। त्यसपछि हामीले चाहिँ भाइब्रेटर मसिनलाई चाहिँ फिट गर्न लाग्यो। यत्रो दुःख गरियो तर चाहिँ मसिन चाहिँ चलेन। त्यसपछि चाहिँ हामीले चाहिँ सानो मसिनलाई चाहिँ युज गर्नलाई निर्णय गरियो। एउटा साथीले चाहिँ वेल्डिङ गरिराख्नुपर्छ। वेल्डिङ गरेपछि त्यहाँ सिमेन्ट टाँसिन्न। अनि अर्को साथीले चाहिँ सिमेन्टको गोला बनाउँदै हुनुहुन्छ। तपाईँले सोच्नुलाई चाहिँ विदेशमा पनि हातले चाहिँ सिमेन्ट मलिराख्नुपर्छ भनेर। हामीलाई चाहिँ थोरै मसला चाहिएको हुनाले चाहिँ हामीले चाहिँ हातले गरिरहेछौँ, नभए त हामी त्यो मसिन पनि छ। त्यसपछि सबभन्दा पहिला चाहिँ हामीले चाहिँ गोला हाल्नुपर्छ। गोला हालेपछि चाहिँ एकदम फिनिसिङ आउँछ। अनि हाम्रो निर्भय सरले चाहिँ कङ्क्रिट फिल गर्दै हुनुहुन्छ। कङ्क्रिट एकैचोटि हालेपछि हामीले चाहिँ लास्टमा चाहिँ 3-4 सेकेन्डको लागि भाइब्रेसन युज गरिन्छ। भाइब्रेटर लगाएपछि त्यसमा चाहिँ बबल बन्दैन। फेरि पनि हाम्रो एमसरले चाहिँ ह्यामरले हान्दै हुनुहुन्छ। त्यसमा चाहिँ बबल अलिअलि छ भने खत्तम हुन्छ। यसै गरी चाहिँ हामीले चाहिँ एक एक गरी चाहिँ सबै फिल गरियो। हामीले चाहिँ एक दिनमा चाहिँ 150 पिस बनाइन्छ। उता चाहिँ हाम्रो अर्को टिमले चाहिँ टावरको कङ्क्रिट सकेर चाहिँ स्पाइडर चाहिँ तल झार्दै हुनुहुन्छ। यो स्पाइडरको काम भनेको चाहिँ टावरको सबभन्दा माथि राखिन्छ अनि त्यसले चाहिँ टावरको माथि कास्टिङ गर्दाखेरि चाहिँ ठाउँ ठाउँमा चाहिँ कङ्क्रिट पुऱ्याउँछ। यसले काम गर्दा गर्दै चाहिँ हाम्रो सागर दाइको चाहिँ हिल्टी बिग्रेछ। त्यसलाई ल्याएर चाहिँ मलाई रिपेयर गर्न भन्नुभयो। मैले चाहिँ रिपेयर गर्ने प्रयास गरेँ अनि रिपेयर गरेर चाहिँ मैले चाहिँ सागर दाइलाई ह्यान्डओभर गरेँ र उहाँलाई चाहिँ काम गर्न पठाएँ। अनि आज हामीले चाहिँ कास्टिङ गरेर पुरै भइयो अनि राति पनि भयो। अब हाम्रो चाहिँ जाने बेला भयो। अर्को दिन चाहिँ बिहान बिहान आएर चाहिँ हामीले चाहिँ इन्टरलकलाई निकाल्यो बाहिर। अब हामीले हेर्न पर्ने हुन्छ अब इन्टरलकको फिनिसिङ कस्तो आएको छ। अनि एउटा साथीले चाहिँ इन्टरलकलाई ल्याएर चाहिँ एउटा प्यालेटमा राख्नुभयो राम्रोसँग। इन्टरलक बनाउने काम पनि पुरा भयो। थ्याङ्क यू गाइज फर वाचिङ माई भिडियो। अब चाहिँ अर्को भिडियोमा भेटौँला। धन्यवाद।